OneFlowले ल्याएको छ कम्प्यारेटिभ कलम्स फिचर। रिपोर्ट्स जस्तै प्रफिट एन्ड लस स्टेटमेन्ट, ट्रायल ब्यालेन्स अथवा ब्यालेन्स सिटमा जानुहोस्। त्यहाँ गइसकेपछि तपाईले सेभ गर्न खोजेको समयको पिरियडको राखेर सेभ कलम क्लिक गर्नुहोस् र मानौ यसमा हामीले 81-82 को लागि इयर टु डेट भनेर सिलेक्ट गरेका छौं र सोही टाइटल लेखेर सब टाइटल मैले 81-82 लेखेर रिपोर्ट सेभ गरे। अब मैले मानौ असार महिनाको रिपोर्ट चाहिँ करेन्ट कलममा देखाउन चाहन्छु। सो असार महिना सिलेक्ट गरे। त्यसपछि मैले अब इयर टु डेटसँग कम्पेयर गर्नको लागि इयर टु डेट सिलेक्ट गरे। अब तपाईले देख्न सक्नुहुन्छ दुईटा कलम्स दिस पिरियड र इयर टु डेट भन्ने आएको छ। यस्तै गरेर तपाईले विभिन्न मन्थली रिपोर्ट्स जस्तै मन्थहरु सिलेक्ट गरेर चैत जेठ असार गरेर मैले विभिन्न मन्थली रिपोर्ट कलम कम्पेयर गर्न सक्छु। त्यस्तै गरेर मैले विभिन्न रिपोर्टिङ ट्याग अन्तर्गत रसुवा प्रोजेक्ट, दुलीखेल प्रोजेक्ट भनेर यसरी प्रोजेक्ट वाइज पनि कम्पेयर गर्न सक्छु। अथवा हामीले क्वार्टरली रिपोर्टलाई यसरी सेभ गरेका छौं भने यसरी क्वार्टर 2, 3, 4 भनेर क्वार्टरली पनि हामी कम्पेयर गर्न सक्छौं। अब यसरी जेनेरेट भएको रिपोर्टलाई तपाईले प्रिन्ट पनि गर्न सक्नुहुन्छ यहाँ प्रिन्ट बटनबाट अथवा नजिकैमा भएको एक्सेल बटनबाट एक्सेलमा एक्सपोर्ट पनि गर्न सक्नुहुन्छ।